नेपाली शब्द तामाङ शब्द नबुझ्ने पनि हुनुहुन्छ होला है। किता कितारी भने चाहिँ किता कितामा दिलको जग्गा मलाई देऊ, किता कितामा तिम्रै फोटो राखेको छु। परेला झिमझिम परेला लगन निभर हिँड्छौँ फेरि बिहान घाउ खारेला। गर्मी त लाग्दाखेरिमा, गर्मी त लाग्दाखेरिमा पिउनलाई ठेकीमा मै छ कि, पिउनलाई ठेकीमा मै छ कि, काले काले मुक्तानको छोरालाई मनपर्ने तरुनी कोही छ कि। हजुरको शुभ नाम के हो भने? नमस्ते, मेरो चाहिँ नाम मिलन बमजन है, घर चाहिँ इलाम, यहाँको बसाइ चाहिँ अल्रिका। अल्रिका ए विगत कति सालदेखि कुबेरमा? लगभग 9 वर्ष कम्प्लिट भइसक्यो। प्रत्येक साल हाम्रो यो जुन सोनाम लोसार आउँछ प्रत्येक सालमा हजुर सरिक हुनुहुन्छ? हजुर, म पनि तामाङ समाजकै एउटा सदस्य पनि हो। हजुर चाहिँ एउटा टिचर खुसी लाग्यो, त्यही भएर म सधैँ आउने गर्छु। हजुरले एकदम खुसी लाग्यो। सम्पूर्णलाई तामाङ समाज लिएर आयोजित मधुसेवा सम्पन्न 2862 वडा वर्षको तपाईँहरू सम्पूर्णलाई लोसारलाई ज्यावरणमा साथसाथै तामाङ समाजलाई माया गरेर आउनुभएकोमा आजको कार्यक्रम भव्य र सभ्य रूपमा सफल भएको छ। सबैको शुभ नाम? मेरो नाम सबिर मोक्तान, तामाङ समाजको महासचिव। खुसी लाग्यो हाम्रो सम्बन्धी भेटेर आजको हाम्रो यो भव्य र सभ्य तरिकाले सम्पन्न धेरै मेहनत थियो। हेलो आया नमस्ते लासो फ्यापुला तास खेल्ने धोरले जोलोपा। आज स्पेसली चाहिँ हाम्रो तामाङ कल्चर अनुसार मैले आफ्नो ड्रेस लगाएको छु। तपाईँहरूले थाहा पाइसक्नुभयो आजको विशेष भिडियो ब्लग चाहिँ स्पेसली आज हाम्रो तामाङ सोसाइटी हाम्रो यही तामाङ समाजद्वारा आयोजित चाहिँ हाम्रो सोनाम मधुसी सम्बन्ध 2865 ताल हो अथवा घोडा वर्गको यो जुन नयाँ वर्ष छ हाम्रो तामाङहरूको बृहत रूपमा चाहिँ सम्पन्न हुन गइरहेको छ। म यतिखेर बर्दुबेको छु, म जाँदैछु यो बर्दुबेको हाम्रो यो के अरे एसके क्लब हेर्नुमा चाहिँ आजको प्रोग्राम सम्पन्न हुन गइरहेको छ। लगभग औपचारिक कार्यक्रमहरू भइसकेको छ होला होइन, यतिखेर ठ्याक्कै 2 बजिसकेको छ, उता ढुलो भइसकेको छु। सो हतार त्यहाँ जाँदैछु है, भिडियोमा रहिरहनु होला। आजको भ्लग चाहिँ एकदमै दामी बब्बाल है, आफ्नो संस्कृति आफ्नो पहिचान स्वरूप आज हुन गइरहेको नेपाल तामाङ समाजको यो जुन लोसार प्रोग्राम छ, सोनाम लोसारको यो जुन 52 अवसरको जुन प्रोग्राम छ भव्य रूपमा हुन गइरहेको छ। र स्पेसली भन्नुपर्दा चाहिँ एकदमै मेरो पछिल्लो समय एकदमै भाइरल कलाकारहरू पनि उपस्थित हुनुहुन्छ आज। के अरे किता कितारी भन्ने जुन प्रतीक मोक्तान होइन, त्यस पछाडि हाम्रो रमा दिदी, रमा पाखरिङ दिदी हुनुहुन्छ। एकदमै फेमस कलाकारहरू पनि आजको जुन लोसारमा चाहिँ सरिक हुँदै हुनुहुन्छ होइन, एकदम विशेष हुनेवाला छ। कि पछि सो गाइज म फाइनल्ली एसके क्लबमा आइसकेको छु। आजको जुन हाम्रो लोसार सोनाम लोसारको प्रोग्राम चाहिँ बृहत प्रोग्राम चाहिँ यही भित्र हुँदै गइरहेको छ होइन। भित्र जान बाँकी नै छ। टिकटको प्राइस चाहिँ 50 द्राम थियो होइन। मैले चाहिँ आज चाहिँ एकदमै ओभर क्राउड हुने कारणले चाहिँ आज चाहिँ टिकटको व्यवस्था थिएन, त्यही भएर चाँडै नै काट्ने व्यवस्था थियो होइन। सो चाँडै नै काटेको थिएँ र अब हामी सबै टिकट सबै पुरा भइसकेको छ, भित्र जान बाँकी छ होइन। यताबाट नानाङाहरू झ्योझ्योआलीहरू एकदमै होइन दाजुभाइहरू सबै चाहिँ आफ्नो वेशभूषामा सजिएर चाहिँ एकदमै होइन आज यो बर्दुबे चाहिँ एकदमै रङ्गिएको छ। कोही टिकटकहरू बनाएर होइन आफ्नो संस्कृति झल्काउने खालको आफ्नो तामाङ वेशभूषा लगाएर टिकटक बनाइरहनु भएको छ। साथीभाइहरू भला कसरी गरिरहनु भएको छ। यो ठाउँ चाहिँ बर्दुबे हो होइन, नेपालीहरूको लागि एकदमै फेमस ठाउँ होइन। नेपाली पार्क, नेपाली चौतारी पनि भनेर चिनिन्छ। फेरि पनि सबैमा झ्योझ्योआले नानाआङा सबैमा यो जुन 2862 यो ताल हो अथवा घोडा वर्गको सोनाम लोसारलाई चाहिँ ह्याप्पी सोनाम लोसार भन्दै सबैमा उमङ्ग खुसी छाओस्, नयाँ सालसँगै नयाँ उमङ्ग छाओस् भन्ने
अपेक्षा शुभकामना चाहिँ ल सेवा समिति माथि जानु न अब सुरु भइसक्यो त नि के छ हाम्रो कार्यक्रम सुरु भइसक्यो एकदम एकदम अब मतलब औपचारिक स्टार्ट भइसक्यो हो? डम्पुरी सेलो हजुर आज हाम्रो कलाकारहरू कितारी भन्ने होइन प्रतीक मुक्तान बैरागी मुक्तान अनि रामा दिदी हुन्थ्यो रामा दिदी यताबाट है सो एकदम एक्साइटेड छु होइन आज हाम्रो जुन तामाङ संस्कृति तामाङ कल्चरको जुन प्रोग्राम हुन गइरहेको छ हामी ठ्याक्कै लिफ्टमा छौँ है एसके क्लबको आजको जुन रौनक त हामी हेर्नेछौँ यतिखेर मसँग एकदमै हाम्रो एकदमै ह्यान्डसम दाइ हुनुहुन्छ एकदमै है स्मार्ट दाइ हुनुहुन्छ आफ्नो वेशभूषामा सजिएर हाम्रो जुन सोनाम लोसार यो उपलक्ष्यमा चाहिँ मनाउनको लागि एसके क्लबमा हुनुहुन्छ हजुरको शुभ नाम के हुनुहुन्छ नमस्ते मेरो चाहिँ नाम मिलन बमजन है घर चाहिँ इलाम यहाँको बसाइ चाहिँ अल्रिका ए विगत कति सालदेखि तपाईँमा लगभग 9 वर्ष कम्प्लिट भइसक्यो प्रत्येक साल हाम्रो यो जुन सोनाम लोसार आउँछ प्रत्येक सालमा हजुर सरिक हुनुहुन्छ हजुर म पनि तामाङ समाजकै एउटा सदस्य पनि हो हजुर चाहिँ यसलाई ठिक छ खुसी लाग्यो त्यही भएर म सधैँ आउने गर्छु हजुर एकदम खुसी लाग्छ आफ्नो परदेशको ठाउँमा भएर पनि आफ्नो संस्कृति आफ्नो वेशभूषा आफ्नो परम्परालाई यसरी जगेर्न भइरहेको छ गर्व लाग्छ भनेपछि हजुरले चाहिँ कस्तो हो भने प्रत्येक साल यसरी मनाउनुहुन्छ यसरी नै हो कार्यक्रमहरू हरेक साल अझै राम्रो बेटर हुँदै जाँदैछ र आउने साल अझै राम्रो गर्छ यो चाहिँ हाम्रो यो जुन तामाङहरूको एकदमै यो कल्चरल बाजा है डम्फु गइसकेको छ यतिखेर ठ्याक्कै हामी यस क्लबको गेटमा छौँ है प्रवेशद्वारमा एकदमै भिडभाड बढेको छ है चाका छ है टिकटको अभाव छ तैपनि मैले चाहिँ टिकट भनिहालेँ 1 हप्ता पहिले काटेको थिएँ त्यसैले चाहिँ अब भित्र छिर्छु भित्रको रौनकता हाम्रो महान कलाकारहरू होइन नेपालको चर्चित कलाकारहरू भित्र हुनुहुन्छ उपस्थित भइसक्नु भएको छ एकछिनपछि औपचारिक रूपले कार्यक्रम सुरु भइसकेको छ देखाउने छु भिडियो रहेन न ओके सो लोगो लगाएर हामी चाहिँ भइसक्यो ननागाहरू नमस्ते है खतरा ल बबल है त ल है हाम्रो ननागाहरू यही हो आजको हाम्रो कार्यक्रम स्थल एसके क्लब अनि हाम्रो यता तामाङ हुनुहुन्छ होइन अनि हाम्रो तामाङहरूको पुरै धुनु न सो आशीर्वाद लिँदै हामी अगाडि बढ्छौँ है त के पछि अब हामी कार्यक्रमलाई अगाडि बढाउन जाँदैछौँ हामी तामाङ हुनुमा जति गर्व गर्छौँ त्यति नै हामी नेपाली हुनुमा गर्व गर्नुपर्छ हामी नेपाली छौँ र त हामी तामाङ छौँ त्यस कारणले गर्दाखेरि हामीले आजको यस कार्यक्रम सो म फाइनली भित्र छिरिसकेको छु एसके क्लबमा छु यतिखेर म हाम्रो बौद्ध धर्मावलम्बीहरूको हाम्रो तामाङहरूको स्पेसली आफ्नो महान चाड लोसार 28 मञ्जुसी सम्बन्ध 2862 ताल हो अनुसारको जुन नयाँ वर्ष छ हाम्रो यो ताहा वर्गको घोडा वर्ग भन्छ नेपालीमा होइन त्यस्तो अनुरूप आज जुन दुबईमा यो जुन बृहत कार्यक्रम हुन गइरहेको छ एकदमै हर्षित लाग्छ होइन यस्तो सांस्कृतिक कार्यक्रमहरू सांस्कृतिक कल्चरहरू आफ्नो धर्म संस्कृति आफ्नो परम्परालाई चाहिँ यसरी परदेशमा रहेर पनि यसरी उजागर भइरहँदाखेरि एकदमै साथीले गर्व ठुलो हुँदो रहेछ होइन फुल्ने रहेछ सो औपचारिक कार्यक्रमहरू सुरु भइसकेको छ है अतिथि आसन ग्रहणहरू हुने क्रम जारी छ अझ मैले भनिहालेँ आज एकदमै फेभरेट फेमस पछिल्लो समय एकदमै प्रसिद्ध कलाकारहरू हुनुहुन्छ होइन रमा दिदी हुनुहुन्छ रमा पाक्रिन दिदी प्रतीक मोक्तान बैरागी मोक्तान यस्तो कलाकारहरू हुनुहुन्छ आजको यस कार्यक्रमका प्रमुख अतिथि विशेष अतिथिज्यूहरू स्टेजमा पाल्नु भई हाम्रो बौद्ध धर्मावलम्बी अनुसारको बत्ती बालेर आजको यस बृहत सुनाम लोसार कार्यक्रमलाई उद्घाटन गरिदिनुको लागि लासो फ्याफुल्ला हाम्रो संस्कृति हाम्रो पहिचान तामाङ समाज युएद्वारा आयोजित 2862 तालो सोनाम लोसारको यस कार्यक्रमको सभाध्यक्ष आसन ग्रहण गर्नुभएका आदरणीय तामाङ समाज युएका अध्यक्ष सुरेन तामाङज्यू हामीले हरेक वर्ष आफ्नो पर्व महान पर्व सोनाम लोसारलाई कार्यक्रम र आफ्नो संस्कृतिलाई मान्दै आएका छौँ यस अवसरमा हामीले युएमा रहेका सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरूलाई
मध्यनजर गर्दै हामीले यसपालि पनि सोनाम लोसार 3 ठाउँमा हामीले आयोजना गर्दैछौँ। हामीले हिजो अबुधाबी सम्पन्न भइसकेको छ भने हामी अहिले SK7 मा हामी अहिले कार्यक्रम अगाडि बढ्दैछ र 31 मा हामी रसलखेमामा पनि कार्यक्रम सुरु हुँदैछ। त्यसकारणले हामी भन्छौँ युएमा रहेका 35 देखि 40 हजार तामाङहरूलाई हामीले यो भन्नु छ कि यो तामाङ समाज युएको सिङ्गो तामाङ समाज युले हाम्रो संस्कृति, हाम्रो पहिचान, हाम्रो जातीयता के हो भन्ने कुरा हामीले आफ्नो त्यहाँका टोल त्यहाँका बस्ती भनौँ। उदाहरणको लागि रसलखेमा, अल्यान, सार्जा जता रहनुभएका तामाङ दाजुभाइहरूलाई हामीले त्यो आवाजहरूलाई सुनाउन जरुरी छ कि हामी लोसार भन्ने कुरा एउटा रमाइलो मात्रै होइन, यो हाम्रो सांस्कृतिक पर्व हो। हाम्रो इतिहास के हो, तामाङको इतिहासहरू के हो, हामी कसरी जन्म भयो, हाम्रो इतिहास भोलिका पुस्ताले कसरी सिकाउने भन्ने कुराहरू हामीले सिक्न जरुरी छ। हाम्रो कल्चर अनुसार आफ्नो डम्फु कार्यक्रम अगाडि बढिसकेको छ। डम्फु सेलो होइन, कलाकार साथीहरू स्टेजमा हुनुहुन्छ। रंगनी यरदन भ्याफुला आमन यानला रिमटी मरी तेसी का बचुलो छ आमन यानला धमला मरी तेसी धन बचुलो छ उनमा कलमा दुएन रे तनसी का बचुलो छ उनमा कलमा दुएन रे तनसी का बचुलो छ लोगोर जुनी बिगलोसी थाबा यानला चुलो छ दूरदेश परदेशी ठाउँ मरुभूमिमा बसेर पनि आफ्नो डम्फुको मिठो ताल सुर सम्झिँदै मरुभूमिको तातो बालुवामाथि उभिएर तपाईँहरूले आफ्नो आँखाको नानीलाई चाहिँ भाषा, धर्म, संस्कृतिलाई जोगाइ राख्नुपर्छ भन्ने एउटा ठुलो सन्देश, ठुलो मन र सफा मन बोकेर यस वृक्षालयमा उपस्थित हुनुभएका तपाईँ सम्पूर्ण जातीय मन र सम्पूर्ण नेपाली मनहरूलाई हृदयदेखि नै स्वागत गर्न चाहन्छु। यस स्टेजमा अबको क्रममा हामी हाम्रो अतिथि कलाकारलाई बोलाउन गइरहेका छौँ। सर्वप्रथम म यस स्टेजमा निम्त्याउन चाहन्छु हाम्रो उहिले पुर्खाले अर्जेर राख्नुभएको डम्फुको गाइरङलाई सजिराख्नु भयो अतिथि कलाकार डम्फुरे र फाफडे सेलोमा आफ्नो छुट्टै पहिचान बनाउनु भएको हाम्रो अबको यस प्रस्तुति रहेको छ हाम्रो अतिथि कलाकार बैरागी उहाँले दिनुभएको यो हाम्रो तामाङ जगतको लसु भ्याफुलजी सबैजनालाई धेरै धेरै धन्यवाद छ। उद्घोषिका मेरो प्यारी बहिनी सन्चै हुनुहुन्छ हजुर? हजुर भेट हुन पायो, खुसी लाग्यो है। चरिला कमै धोगालाई
इलाकामै ढोङ्गाला नै पुगे दुबै हुला नानामै दुबै हुला नानामै दुबै हुला नानामै मोक्तनला कोल्दा सेमानी सं चोक चोक लाला भए ग्रामबारी चोक चोकसम्म त मिल्छ होला नि हो कि होइन हुन्छ धेरै धेरै धन्यवाद छ विभिन्न ठाउँबाट छुट्टी मिलाएर पाल्नुभएका तपाईँ सम्पूर्ण प्यारा प्यारा दाजुभाइ तथा दिदीबहिनीहरू लोछार प्रेमी मनहरू अनि तामाङ समाज प्रेमी मनहरू सबैजनालाई मिठो सम्झना गर्मी त लाग्दाखेरिमा गर्मी त लाग्दाखेरिमा पिउनलाई ठेकीमा मै छ कि पिउनलाई ठेकीमा मै छ कि काले काले मोक्तानको छोरालाई मनपर्ने तरुनी कोही छ कि कोही छ त हजुर यो चाहिँ मैले तपाईँ हाम्रै बाबुबाजे पुर्खाले अर्जेर राखेको यो डम्फु यो 32 किला भएको डम्फु 32 थरीका काइरन बोल्ने यही डम्फु भाषा बोल्ने पनि यही डम्फु रिमठिमको कथा व्यथा र कहानी बोल्ने पनि यही डम्फु भएको कारणले गर्दाखेरि सहरबाट गाउँमा पुग्ने भन्दा पनि गाउँबाट सहर सहर हुँदै अन्तर्राष्ट्रिय जगतमा जाउँ भन्ने हिसाबले मैले यो डम्फु लिएर आएको छु र तामाङ समाज युएलाई धेरै धेरै आभार प्रकट गर्दै यो नेपालबाट हाम्रो पुर्खाले अर्जिएर राखेको यो डम्फु राम्रोसँग शिरमा राखेर सम्हालेर राख्नु होला भन्दै यो हस्तान्तरण गर्न चाहन्छु लसो फ्याफुलजी उहाँको गीतमा एउटा छुट्टै मायाको मिठास छ सङ्घर्षका कथाहरू छन् र नारी आत्माको बल लिएर यस स्टेजमा आउँदै हुनुहुन्छ चर्चित मृन्दमाया गायिका रमला पाखरी यति हल्लाले त पुगेन है रेडी हो नि मृन्दमायामा नाच्नलाई अहिले यतिखेर स्टेजमा हाम्रो रमला पाखरी नाना हुनुहुन्छ लेट्स गो Nanamote Natnamasari Thangsingabari Sululu Thangsingabari Sululu Ngalamolamsi Mai Changla Pede Mirengai Dulu Rengai ke Rengai? Lah, dari ucapan Rengai ya, पहिला भएको ya.
अब एकदमै अन्तिम चरणमा छौँ है किता कितारी भन्दै हाम्रो प्रतीक मोक्तान दाईको प्रस्तुति एकदमै धेरै धन्यवाद। इन्जोय यो नेपालीबाट गाउन आउँछ है तपाईँहरूले? अब कतिपय नेपाली शब्द तामाङ शब्द नबुझ्ने पनि हुनुहुन्छ होला है। किता कितारी भने चाहिँ किता कितामा दिलको जग्गा मलाई देऊ, किता कितामा तिम्रै फोटो राखेको छु, हे तिम्रै फोटो राखेको छु। अब दिलको भित्तामा त भयो होइन, सिङ्गल मान्छेले चाहिँ अब रुमको भित्तामा पनि राख्नु पऱ्यो है। अब हेर्नुहोस् त यहाँ अगाडिदेखि पछाडिसम्म हजुर एउटा सेल्फी त लिन पायो नि, म लिउँ कि नलिउँ भन्नुहोस् त तपाईँहरूसँग? लिउँ ल। अलि सबैले देख्ने गरी हातहरू चाहिँ माथि हो ल है त, सबैजनाको हात खोइ अलि देखिएन, अलि देखिएन हजुर यार प्लिज सबैजना दुइटै हात हाल्नुहोस् न माथितिर। ल यतापट्टि है त हजुर, ल यतापट्टि छेउतिर पनि है, ल स्टेजतिर पनि।